फाइनली है गाइस हेरौँ है यति चाहिँ आएको छ। यसमा 2-3 वटा मिसिङ छ छुट्टी हो, त्यसमा चाहिँ मैले एक्स्ट्रा गरेको छु। गर्नुमा यसमा कति आउँदो रहेछ 500 को छ दुईवटा गर्दै 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 वटा 500 को नोट भनेपछि यहाँनिर 20,000 छ है। 100 को पनि छ यहाँ। 1 2 3 4 5 6 7 8 9 10 मतलब 1000 20,000 21,000 मतलब दुईटा जस्तो छुट्टी काटेर चाहिँ मेरो 1 महिनामा चाहिँ यति आएछ है। त्यो स्यालेरी पाउनु मात्रै पर्छ, कता कता जान्छ केही थाहा हुँदैन। यसमा चाहिँ मेरो 1 2 3 4 5 यो चाहिँ घडाप्पै दिनुपर्ने हुन्छ मेरो फोनलाई है। 1 2 3 4 4 प्लस यता 300 यो चाहिँ जान्छ मेरो रुमलाई। ल हेर अब कति चाहिँ बाँच्यो, अब यता 5 यता 4 9 भइहाल्यो। अब फेरि घरमा पनि हाल्नुपर्ने परिहाल्छ हो, किनभने अब मै हो कमाउने, त घरमा त हाल्नै पर्छ। घरमा हाल्नु पर्यो। 1 2 3 4 5 6 7 7 600 हाल्नु भयो। 7 600 यति गएपछि बाँच्यो अब यति नै है पैसा यी है। यतिले म टन्नै सेभ गर्छु, अन्त टन्नै सपिङ गर्छु, टन्नै घुम्छु। यति नै हो। यतिले चाहिँ अब घुम्नुपर्ने गर्नु कति छ 1 2 3 3,000 भयो। 500 1 2 3 4 5 3 4,000 भयो। 4,250। अब यतिले चाहिँ म टन्नै घुम्छु, टन्नै सपिङ गर्छु होइन। 1 महिना अब युट्युबमा भिडियो त हाल्नु पऱ्यो। युट्युबमा भिडियो हालेर त्यतिकै हाल्नु पनि भएको छैन। अब खर्च चाहियो, त्यसमा सामान किन्नु पऱ्यो, कि त कतै घुम्नु गयो भने अब त्यतै खर्च हो। लिएर यतिले चाहिँ म सेभिङ गर्छु, अन्त एउटा बाइक निकाल्छु। हुन्छ त यसरी गाइस। 4,000ले म कति सेभ गरेर चाहिँ कति चाहिँ घुमेर चाहिँ के गर्नुपर्ने म त्यही छक्कै परिरहेको छु कि। त्यही लागि पैसा कमाउने बाटो खोजेर हैरान तर भएको चाहिँ छैन क्या अझै। तर पनि ठिकै छ, जति आउँदैछ सेटिस्फाई नै छ, ह्याप्पी छु यसले। किनभने गाउँमा बसेर त यति पनि आएको थिएन, तर यति आइरहेछ। थ्याङ्क यू। अझै म धेरै खुसी छु। पैसा आयो तर सबै डिस्ट्रिब्युट हुन दे, कम्ती छ। त्यही लागि पैसा नमाग है केटा हो, मलाई पैसा छैन मेरोमा। गाइस थ्याङ्क यू फर वाचिङ, बाई। फेरि भेटौँ नेक्स्ट ब्लगमा।